कोरिन्थीहरूलाई सन्त पावलले लेखेको धर्मपत्रबाट दिएको पाठ। पहिलो कोरिन्थीको 15 अध्यायको 1 देखि 11 सम्म। प्रिय धर्मभाइ, मैले तिमीहरूमा प्रचार गरेको सुसमाचारको स्मरण फेरि गराउँछु। तिमीहरूले त्यो सुसमाचार ग्रहण गरेका छौ, त्यसैको आधारमा अटल पनि रहेका छौ। जस्तो सिकाएको थिए त्यस्तै राख्यौ भने त्यही सुसमाचारद्वारा नै तिमीहरूले मुक्ति पाउनेछौ। होइन भने तिमीहरूले विश्वास गरेको व्यर्थ भयो। पहिलो र सबैभन्दा मुख्य त मैले पाएकै सुसमाचार तिमीहरूलाई सोधेको छु। जस्तो कि लेखिए अनुसार ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो, उहाँको समाधि क्रिया गरियो अनि लेखिए अनुसार नै त्यसको तेस्रो दिनमा पुनर्जीवित गराइनुभयो। अनि पहिले केफास, त्यसपछि अरू 12 जनालाई दर्शन दिनुभयो। त्यसपछि एकैचोटि 500 भन्दा बढ्ता हाम्रा दाजुभाइहरूलाई दर्शन दिनुभयो। तीमध्ये कोही मृत्यु निन्द्रामा पढिसके, धेरै जसो त अझ बाँचिरहेकै छन्। त्यसपछि उहाँले जेम्सलाई दर्शन दिनुभयो अनि पछि सबै प्रेरितहरूलाई। अन्तमा उहाँले दर्शन दिनुभयो मलाई, म जस्तो तुहेको प्रेरितलाई। हो, प्रेरितहरूमा म सबैभन्दा तुच्छ प्रेरित नाम धारण गर्न पनि अयोग्य, किनभने यस मण्डलीलाई मैले खुबै सताए। जे भए पनि परमेश्वरको कृपाले म जे छु, न त ममा उहाँले दिनुभएको कृपा नै निष्फल भएका छ। उल्टो मैले मेरा परीक्षणले उनीहरूलाई सबैलाई उछिने। मैले नै होइन, हुन त यो ममा काम गरिरहेको परमेश्वरकै कृपा हो। उनीहरूले होस् वा मैले, हामीहरूले प्रचार गरेको पनि त्यही हो, तिमीहरूले विश्वास गरेको पनि त्यही हो। प्रभुको वचन। परमेश्वरलाई